Alexa, turn on the light. Okay. Hello everyone, सबैजनालाई मेरो नमस्ते। युएस आउनुभन्दा अगाडि सबैजनाको माइन्डमा यो कुरा चलिरहेको हुन्छ कि के लिएर जाने, के कुरा चाहिन्छ, के इम्पोर्टेन्ट कुराहरू हो हैन, अनि के कुरा चाहिन्न, जुन अननेसेसरी कुराहरू हामी नबोकौँ हैन। बिकज एउटा त हाम्रो युएस आउनुको लागि अब त्यो इन्टरनेसनल फ्लाइटहरूले वेट तोकिदिएको हुन्छ कि यति वेट लग्नुपर्छ, अनि यति वेट भन्दा धेरै भयो भने चार्ज लाग्छ हैन त। सामानहरू तिम्रो एयरपोर्टमै राखिदिन्छ, एयरपोर्टमा राखिदिन्छ इन सेन्स त्यो सामानको अत्तोपत्तो भन्दा त्यो सामान जान्छ हैन। सो बी केयरफुल बिफोर प्याकिङ यो ब्याग। ब्यागको वेट हेर्नु, इन्टरनेसनल फ्लाइटमा जुन फ्लाइट तिमीले बुक गरेछौ त्यो फ्लाइटले कति तिमीलाई एलाउड गरिरहेछ। लाइक म टर्की एयरलाइनबाट आएको, अनि टर्की एयरलाइनले दुईवटा लगेज 23 kg इच, अनि एउटा ह्यान्ड ब्याग अनि एउटा हाम्रो सोल्डर ब्याग जुन स्कुल ब्याग हुन्छ त्यसले त्यो एलाउड गरेर। सो मैले के ब्यागमा हालेको, के हालेको थिएँ त्यो हेरौँ। अहिले त धेरै कुराहरू निकालिसकेको छु, तर के यस्तो कुराहरू छ जुन कुराहरू तपाईहरुले लिएर आउन सक्नुहुन्छ। सो लेट्स सी व्हाट्स इनसाइड। एउटा नर्मल ब्याग हो, क्रोकोडाइल ब्रान्ड, तर क्रोकोडाइलको लोगो कता गयो खै थाहा भएन। हेरौँ के छ मेरो ब्यागमा। ब्याग होइन पिटारा हो, पिटारा मेरो। यसमा सबै कुरा मेरो थियो। एउटा अझै ब्याग छ सेम, अनि त्यसमा पनि सेम लगभग सेमै कुराहरू छ, सिमिलर काइन्ड अफ त्यही क्लोथ्सहरू, सुजहरू, अरू त्यही कुराहरू थियो। अनि सोल्डर ब्यागमा अलि एक्स्ट्रा कुराहरू, लाइक यहाँ आएको बेलामा दाइहरूको लागि र अरू साथीहरूको लागि के लिएर आउनु पर्थ्यो होइन। त्यो कम्पलसरी कुरा हो। हामी आउँदैछौँ भने कसैले भनिहाल्छ यो लिएर आइदिनु, त्यो लिएर आइदिनु, अनि लिएर आएको त्यो सब कुराहरू। सो मेरो यो ब्यागमा फर्स्ट सबभन्दा कम्पलसरी कुरा के हो कि आउनुभन्दा अगाडि हामीले आफ्नो डकुमेन्ट चेक गर्नु, डकुमेन्ट प्रपर छ कि नै। एकदमै पासपोर्ट, तिम्रो भिजा, I-20हरू, लाइक एभ्री डकुमेन्ट, तिमीले रिलेटेड एभ्री डकुमेन्ट, इभन 8-9 को सर्टिफिकेट पनि छ भने त्यो सबै कुरा राख्नु। सो मैले पनि त्यस्तै गरेर मैले आफ्नो अलमोस्ट सबै सर्टिफिकेटहरू यो ब्यागमा राखेँ। अनि यो ब्यागमा राखेर मैले सबै आफ्नो सर्टिफिकेटहरू, अहिले जति सर्टिफिकेट थियो बच्चादेखिको त्यो सबै सर्टिफिकेट लिएर आएको छु। इभन यसमा मेरो पासपोर्ट पनि छ, यसमा मेरो पासपोर्ट छ। पासपोर्टमा यसमा भिजा, अनि भिजाहरू भइसकेपछि त्यसमा हाम्रो I-90 जति फर्महरू हुन्छ सबै कुरा यसमा लिएर आउनु। बिकज के ग्यारेन्टी कुनै ठाउँमा पनि युज हुनसक्छ होइन। अनि मस्ट कम्पलसरी कुरा आफ्नो पासपोर्ट साइज फोटो त्यो बोकेर आउने। बिकज यता पासपोर्ट साइज फोटो निकाल्दा एकदम कस्टली हुन्छ। सो हाम्रो नेपालतिर त 50-100 रुपियाँमा 6 पिस होइन त 12 पिस निकालिदिन्छ। सो त्यो गरेर लाइक 20-25 पिस निकालेर लिएर आउनु काम लाग्छ। इभन इफ मैले त आफ्नो सिटिजनसिप पनि मैले बोकेर लिएर आएको छु यता। पासपोर्ट भएपछि यसको काम हुन्न, तर पनि मैले सिटिजनसिप मसँग रिलेटेड सबै डकुमेन्ट मैले आफूसँग बोकेर लिएर आएको छु। 11 को, 10 को, 8 को, 9 को सबै सर्टिफिकेट मैले आफ्नो यो डकुमेन्ट लिएर आएको छु। सो आई रिक्वेस्ट यु अल टु क्यारी योर डकुमेन्ट बिफोर कमिङ टु US, बिकज it might be needed in any case, any situation. So at least be prepared and be ready for that हैन। त्यसपछि ब्यागमा हेर्नु के छ। ब्यागमा सबभन्दा पहिला त मैले यो अगाडिको खण्डमा केही मेडिसिनहरू, डेटल लिएर आएको छु, मैले ब्यान्डेज लिएर आएको छु, अनि अलिकति त्यो रुगाखोकीको ट्याब्लेटहरू पनि छ। अनि त्यसपछि हामीले इन्जुरी भएको, कहिले पेन हुन्छ होइन, लाइक मसल टेयर हुन्छ, यो सब कुराहरूको लागि यो एउटा पेन रिलिभर पनि लिएर आएको छु। अलिकति मेडिसिन त लिएर आउनु मिल्छ। यो नर्मल कुराहरू जसरी हामी फ्लेक्सन लिन्छौँ होइन, पेन किलरहरू लिन्छौँ, त्यो कुराहरू लिएर आउनु मिल्छ। त्योभन्दा धेरै के लिएर आयो भने त्यहाँ एयरपोर्टमा तिमीसँग प्रिस्क्रिप्सन माग्छ, डक्टरको प्रिस्क्रिप्सनहरू। सो त्यो पनि नोटिस गर्नुपर्छ, त्यो पनि हेरेर लिएर आउने। अनि यो ग्लु स्टिक पनि लिएर आउनुपर्छ। बिकज यता ग्लु स्टिक खै थाहा भएन कहाँ हुन्छ कहाँ हुन्न, कहाँ किन्न जाने। सो आफूसँग लिएर आउनु सक्यो भने लिएर आउने। अब पेन कपीहरू पनि लिएर आउनुपर्छ अलिअलि होइन। त यो होइन कि यता US को भिजा लाग्यो भने पढाइसक्यो भनेर होइन। पेन, कपी, पेन्सिल यो सबै कुरा आफू लिएर आउने।
सो हाम्रो डकुमेन्टको कुराहरू भयो होइन, डकुमेन्ट चाहिँ सकेसम्म सबै डकुमेन्ट लिएर आउने। त्यसपछि रहेको कुराहरू खाने लाउने पिउने अनि त्यो सब कुराहरूको के लिएर आउनुपर्छ होइन। सबभन्दा मोस्ट इम्पोर्टेन्ट कुरा एउटा कुरा सबैले ध्यानमा राख्नु कि इलेक्ट्रोनिक्स कुराहरू हामीले लगेजमा लिएर आउन सकिन्न। ह्यान्डब्याग क्यारी ब्यागमा हामीले लिएर आउन सकिन्छ, तर लगेजमा हामीले इलेक्ट्रोनिक्स कुराहरू लिएर आउन सकिन्न, नट एलाउड। एयरपोर्टमै त्यो सबै कुराहरू जप्त हुन्छ होइन इफ लिएर आयो भने। कसैले हुन्छ नि एक्स्ट्रा मोबाइलहरू हुन्छ, त्यो मोबाइलहरू लिएर आउँछ होइन त, क्यामेराहरू हुन्छ अनि क्यामेराहरू लिएर आउँछ, त्यो सबै कुरा यसमा चल्दैन। इन्टरनेसनल एयरपोर्टमा त्यहाँ सबै छिन्छ होइन त, नेपालकै एयरपोर्टमा त्यो सबै राखिहाल्छ होइन। सो त्यो सब एलाउड छैन। सो बेसिकली अब यहाँ आउनुभन्दा अगाडि हामीले के हुन्छ कि हाम्रो कोही छ भने त्यसकैमा डिपेन्ड भएर हामी जान्छौँ होइन, त्यसकै घरमा खाने त्यसकै घरमा बस्ने त्यस्तो हाम्रो दिमागमा चलिरहन्छ। तर त्यस्तो होइन, आफूले आउँदाखेरि कोही छ भने पनि एउटा सानो एउटा राइस कुकर होइन प्रेसर कुकर लिएर आउने होइन। मैले यो लिएर आएको थिएँ, यसको प्रेसर नहोस् भनेर, त्यसै कारण मैले यसको निकाल्दैछु, निकालेर यसमै कोही खस्यो होला झिस्किरहेको छ होइन, यस्तो एउटा लिएर आउने, यतिकै खस्यो होला, यसको सिटी यतिकै होला। सो एउटा प्रेसर कुकर लिएर आउने, सकेसम्म आफूले लाइक 1-2जनाले मजाले यसबाट खान सकिन्छ होइन। सो यतिको प्रेसर कुकर लिएर आउने। त्यसपछि कुकरमा त हामीले सबै अलमोस्ट लाइक भात दाल तरकारी सबै पकाउन सकिन्छ, तर तरकारी पकाउनको लागि कहिलेकाहीँ कराई पनि चाहिन्छ होइन। सो एउटा सानो कराई लिएर आउने, सक्यो भने ठुलो कराई लिएर आउने। बिकज के हुन्छ कि यहाँ आएपछि साथीहरू हुन्छ, भाइहरू हुन्छ होइन, अनि दाइहरू हुनुहुन्छ, अनि खाना लाइक मिलेर पकाउनु पऱ्यो कि कुनै दिन पार्टी नै गर्नु पऱ्यो भने ठुलो कराई भयो भने सबैले पुग्ने गरी होइन, सबैले पुग्ने गरी खाना हामीले पकाउन सक्छौँ। सो प्रिफर गर्नु ठुलो कराई लिएर आउने। अब मैले चाहिँ सानो लिएर आएको थिएँ किनकि दाइ अगाडिदेखि यतै हुनुहुन्थ्यो, अनि दाइले भन्नुभएको थियो कि नलिएर आऊ, तर पनि मैले एउटा लिएर आएको होइन, किनकि दाइले कुनै दिन निकालिदिनु भयो भने। सो जिस्किरहेको छु, मैले एउटा लिएर आएको थिएँ। अनि त्यसपछि के हुन्छ कि अब यता बस्दै गयो भने सुरुमा आउँदाखेरि क्लाइमेट सिचुएसन त मेरो स्टेटको एकदमै नेपाल जस्तै हो, तर पनि एकदमै वेदर चेन्ज हुन्छ होइन, क्लाइमेट नै चेन्ज हुन्छ, सराउन्डिङ नै चेन्ज हुन्छ हाम्रो नेपालभन्दा यता, नेपालबाट यता आयो भने। सो एडप्ट गर्नको लागि केही टाइम लाग्छ। सो त्यो टाइममा जहाँ पनि तपाईँ जानुभयो भने प्रिफर गर्नु कि तातो पानी एकदमै खानलाई, न्यानो पानी मन तातो गरेर अनि त्यो पानी खानलाई ट्राई गर्नु। आफूले आउँदाखेरि घरबाट एउटा सानो बोतल होइन त थर्मस यस्तो गरेर एउटा लिएर आउने होइन। यो स्टिल के हो यो, मैले भाटभट्टीबाट यो कति 800 कि कतिमा किने हो यो। सो तपाईँहरू जहाँबाट पनि किन्न सक्नुहुन्छ। सो एउटा सानो लिएर आउने कि यसमा पानी तताएर अनि बेला बेलामा खाँदै बस्ने होइन। त्यसपछि त ह्याबिट हुन्छ नि, त्यसपछि युज गर्नु नगर्नु तपाईँहरूमाथि हो। सो यति भयो होइन किचनहरूको। अब एउटा प्लेट त लिएर आउनु पऱ्यो होइन, ग्लास लिएर आउने, एउटा प्लेट लिएर आउने, आफूले युज गरेर स्पुन हुन्छ अनि स्पुन लिएर आउने, एक्स्ट्रा कुराहरू जे थप्न सकिन्छ त्यो लिएर आउने। बट बेसिकली यो कुराहरू लिएर आउने, एक्स्ट्रा कुराहरू जति गऱ्यो त्यति नै वेट बढ्छ। सो मैले मात्र त्यो चेकलिस्टहरू हुन्छ नि, चेकलिस्ट चेक गर्दै जाने, इम्पोर्टेन्ट कुराहरू जति हुन्छ नि त्यो मात्र भनेर हो। सो यो लिएर आउने। त्यसपछि आयो अब हामीले लाउनु पर्ने। सो तलदेखि स्टार्ट गरौँ होइन। तल त जुत्ता त हुनु नै पर्यो। सो 2-3 सेट त लिएर आउनु जुत्ता होइन, 3 सेट जति त लिएर आउनु जुत्ता। बिकज यहाँ युएसमा जता गए पनि जुत्ता नै लाएर जानुपर्छ होइन, जुत्ता नै लाउने हो, सबैले जुत्ता नै लाउँछ, इभन त्यो होमलेसहरू पनि जुत्ता नै लाएर घुम्छन्। सो प्रिफर गर्नु तपाईँहरू पनि जुत्ता लिएर आउने। जुत्ता एकदम कम्फर्टेबल हुनुपर्ने हो, कम्फर्टेबल भयो भने एकदमै स्मुथ हुन्छ कामहरू पनि, घरमा पनि बस्दाखेरि होइन त कलेज जाँदाखेरि पनि राम्रो हुन्छ। अनि जुत्ता राम्रो भयो भने हाम्रो खुट्टा गनाउन्न, मोजाहरू गनाउन्न। सो ट्राई गर्नु राम्रो जुत्ताहरू लिएर आउनु नेपालबाट नै, 3 सेट त कम्तीमा लिएर आउनु। त्यसपछि रहेको कुरा हाम्रो उसको सक्स। सो यहाँ आउनुभन्दा अगाडि मेक स्योर कि सक्स कम्पलसरी लिएर आउने। 1 पेयर होइन, 2 पेयर होइन, कम्तीमा 10 पेयर सक्स लिएर आउने। बिकज लन्ड्री हामी यता हुँदाखेरि हामीले सधैँ त कपडा धुने होइन, लुगा धुने होइन, आफ्टर विक नै जब सन्डे अनि स्याटरडे छुट्टी हुन्छ, विकेन्डहरू हुन्छ, त्यही दिनहरू हामीले धुन जान्छौँ। सो त्यति बेलासम्म त हामीलाई लाइक स्टक चाहिन्छ नि कि यो लाएर जाने, यो लाएर जाने होइन त, एउटै लाएर गयो भने त्यो गराउनु थाल्छ। सो प्रिफर गर्नु कि कम्तीमा 7-8वटा त लिएर आउने होइन, त्योभन्दा धेरै लिएर आयो भने झन् राम्रो। सो सक्सको कुरा भयो होइन। त्यसपछि आयो हाम्रो त्योभन्दा माथि अब ट्र्याक प्यान्टहरू होइन। ट्र्याक प्यान्ट, जिन्स प्यान्ट, फर्मल प्यान्ट, यो 3टा कुरा याद राख्नु।
यो 3टा कुरा लिएर आउने होइन जसरी पनि। फर्मल प्यान्ट किन लिएर आउनु भने कि कहिलेकाहीँ के हुन्छ कि हाम्रो इन्टरभ्यू हुनसक्छ, इक्जाम हुन्छ होइन, कहिले के हुन्छ इन्टरभ्यू हुन्छ, अन क्याम्पसको लागि हुन्छ। सो त्यहाँ गएर हामीले इन्टरभ्यू दिनुपर्छ। सो फर्मल लगाएर गयो भने गुड इम्प्रेसन हुन्छ। मैले त्यसै गरेर नेपालबाटै यस्तो खालको अलिक फर्मलै जस्तो होइन अनि यस्तो खालको फर्मल प्यान्ट लिएर आएको। बेसिकली त्यही मैले सोचेर ल्याएको, कहिलेकाहीँ केही इन्टरभ्यू दिनु जानु पऱ्यो होइन, लकिली लाइक अन क्याम्पस जबमै इन्टरभ्यू दिनुपर्छ कुनैमा। सो इन्टरभ्यू दिँदाखेरि यस्तो प्यान्टहरू लगाएर गयो होइन, अनि फर्मल सर्टहरू लगाएर गयो भने राम्रो हुन्छ। सो मैले फर्मल सर्टहरू पनि लिएर आएको छु। सो फर्मल सर्ट मैले दुई सेट लिएर आएको, बिकज फर्मल सर्ट हामी क्याजुअल त लाउन सक्दैनौँ, त्यही इन्टरभ्यूहरू हुन्छ नि त कहिलेकाहीँ के एकदमै लाइक फर्मल कुरैमै गयो भने त्यसमा लाउने। सो मैले त्यो 2 थोरै लिएर आएको। त्यसपछि जिन्स लिएर आउने होइन, जिन्स किनकि अब कलेज जानु पऱ्यो होइन, कलेज जाँदाखेरि जिन्स लगायो अनि टी सर्ट लगाएर जाँदाखेरि एकदम पर्फेक्ट हुन्छ होइन त। काममै गयो भने जिन्स लगाएर पनि गयो भने एकदमै राम्रो। मैले 2 सेट लिएर आएको थिएँ, बिकज 2टा जिन्सले हाम्रो अलमोस्ट सबै सर्ट टी सर्टहरूसँग काम लाग्छ। सो जिन्स इनफ हुन्छ। त्यसपछि आयो ट्र्याक प्यान्टको कुरा। ट्र्याक प्यान्ट कम्तीमा पनि हामीले 3 होइन त 4वटा लिएर आउने। त्यसपछि आयो समरमा होइन, समर आउँदाखेरि हामीलाई चाहिन्छ हाफ प्यान्ट हाफ टी सर्टहरू होइन, एकदमै गर्मी हुन्छ बाहिर जाँदाखेरि। अब भित्र त घरको भित्र एकदमै टेम्परेचर मेन्टेन गरेर राख्छौँ होइन, तर बाहिर जाँदाखेरि त प्रब्लम हुन्छ नि। सो त्यसै कारण हाफ प्यान्टहरू पनि 2-3वटा लिएर आउने आफूसँग, लाइक 2-3वटा लिएर आउने, 2-3वटा इनफ हुन्छ हाफ प्यान्टहरू। बिकज बेसिकली केही घुम्नै मात्र गयो एकदमै कहिलेकाहीँ समुद्रको साइडमा होइन, सी ओसियन यिनीहरूको साइडमा गयो भने मात्र त्यो लाउने, बिचहरूमा गयो भने लाउने हो। सो त्यो थोरै लिएर आउँदा पनि हुन्छ। अनि हाफ टी सर्टहरू पनि राखिहाल्ने, फुल टी सर्ट हाफ टी सर्ट यो सबै राख्ने, 1-2वटा सेट राख्ने। सो मैले लाइक आफ्नो फर्मल टी सर्टहरू पनि लिएर आएको छु। यो 2-3वटा मैले यो राखेको थिएँ। त्यसपछि मेरो भयो यो हाफ प्यान्टहरू होइन, हाफ प्यान्ट भयो। अब हाफ प्यान्टको भित्रको कुरा गर्ने। सो अन्डरवेयरहरू कसैले प्रिफर गर्छ होइन त, कसैले बक्सर प्रिफर गर्छ होइन, अब तिनीहरूको आफ्नो चोइसमा छ। म चाहिँ बक्सर प्रिफर गर्छु। सो मैले यस्तो बक्सरहरू 7-8वटा लिएर आएको छु। अब 7-8वटा लिएर आउनुको कारण के हो कि हामी एउटा विकमा कहिलेकाहीँ के हुन्छ, एउटा विक होइन त 2 विक पछि नै लुगाहरू धुन जान्छौँ होइन। सो यो विकभरिमै हामीले नुहाउनु पऱ्यो होइन, नुहाउने कहिलेकाहीँ के हुन्छ 2-3 दिनपछि त नुहाउँछ होइन जेनरल मान्छेले, अनि त कहिले कसैको आदत हुन्छ बानी हुन्छ कि 1 दिनपछि नुहाउने होइन, अनि त रेगुलरली नुहाउने। सो तिनीहरूले यो लिएर आउने, बिकज सधैँ लाउने अनि यता धुन त सिस्टम हुन्न घरमा। सो धुन सकिन, सो त्यही लगाएर लाइक त्यो लगाएर नुहाउने अनि चेन्ज गर्ने, अनि चेन्ज गरेर नयाँ अर्को लाउने। सो सक्यो भने धेरैभन्दा धेरै बक्सर लिएर आउने। मैले चाहिँ धेरै लिएर आएको छु, बिकज मलाई थाहा हुन्छ कि मलाई थाहा थियो कि धुन त रेगुलर जाँदैनौँ, त्यसै कारण। नुहाइसकेपछि हामीले चाहिन्छ यो टावल सबैले लिएर आउने, बिकज टावल आफ्नो भयो भने हेल्थ मेन्टेन हुन्छ, रोगहरू सर्दैन होइन। अनि आफ्नो पर्सनल बिलोङ्गिङहरू जस्तो टावल भयो, ह्याङ्की भयो, कसैले सेयर पनि गर्नुहुन्न होइन त। यो के सिम्टम्सहरू हुन्छ होइन त, आफूलाई एलर्जीहरू हुन्छ नि, त्यो सब कुराहरू पनि बस्नुपर्छ। सो आफ्नो टावल एउटा क्लिन लिएर आउने। अनि हाफ टी सर्टहरू मैले भनिसकेँ, यस्तो हाफ टी सर्टहरू समरमा लाउने गरी यस्तो लिएर आउने। त्यसपछि एकदमै अलिक फर्मल टाइपमा पनि हाफ टी सर्टहरू लिएर आउने, यस्तो होइन कि मात्र फुल टी सर्टहरू लिएर आउने, हाफ टी सर्ट फर्मल टाइपमा पनि लिएर आउने। सो मैले त्यस्तो गरेर पनि लिएर आएको छु। त्यसपछि आयो कुराहरू कि अब हामीले ब्रस, पेस्ट, आफ्नो फेसवास होइन त जे हुन्छ होइन, हेयर क्रिम, ओइल, यो सब कुराहरू लिएर आउने। त्यो सबै कुराहरू राम्ररी, जसरी ओइल लिएर आउँदैछौँ होइन, ओइललाई एकदमै राम्ररी प्याक गरेर बन्द गरेर अनि ब्यागमा राख्ने होइन त। लिक भयो भने तपाईँको पुरै लुगा कपडा जे हुन्छ त्यो सबै खराब हुन्छ। सो त्यसै कारण एकदमै राम्ररी राख्ने। अनि पर्फ्युम लिएर आउने, बिकज यताको पर्फ्युमको स्मेल अनि उताको पर्फ्युमको स्मेल एकदमै फरक हुन्छ। हामीले नेपालीहरूले नेपाली स्मेलहरू प्रिफर गर्छन् बढी। सो हाम्रोतिर पाउने पर्फ्युमहरू हामीलाई स्ट्रङ लाग्छ होइन, स्ट्रङ अनि राम्रो लाग्छ। सो त्यसै कारण उताबाट लिएर आउने। फग लिएर आएको छु मैले, बेस्ट। यो पनि एउटा साथीले मलाई गिफ्ट गरेको, लिएर आएको होइन, मैले लिएर त आएको हो तर गिफ्ट गरेको हो होइन। त्यसपछि केही चिटरहरू पनि लिएर आउने होइन, विन्ड चिटरहरू। अब यस्तो छ कि सिचुएसन यताको चिसो भनेको एकदम हावाले एकदमै फास्ट विन्ड हुन्छ होइन, अनि एकदमै कोल्ड हुन्छ। सो यताको सिचुएसनको
अनुसारले हामीले उताबाट ज्याकेटहरू लिएर आउने। यता मैले के भन्छु कि मैले रिकमेन्ड गर्छु कि तपाईहरुले मोटो मोटो अलि ज्याकेट लिएर आउनु, हुडीहरू लिएर आउनु हैन, टोपीहरू लिएर आउनु, मास्कहरू लिएर आउनु, रिडिङ ग्लासहरू लिएर आउनु, सनग्लासहरू लिएर आउनु, यो सब कुराहरू लिएर आउनु उताबाट। यो कम्पलसरी कुराहरू हो। अनि आउँदाखेरि यो सिरकहरू लिएर आउनु पर्दैन, सिरानीहरू लिएर आउनु पर्दैन, बिकज यहाँ आएर म्याट्रेसहरू किन्नु नै पर्छ। सो म्याट्रेस किन्दाखेरि त्योहरू पनि त्यसमै म्यानेज गरेर मेन्टेन गरेर त्यो किन्न सकिन्छ, सजिलै नै पर्छ। वालमार्टबाट सबै कुराहरू पाइन्छ, सो त्यहाँबाट लिएर आउन सकिन्छ। अनि ब्रस लिएर आउने आफूसँग कम्तीमा 3-4 वटा ब्रस त लिएरै आउने। अब यता आएर हुन्छ कि कसैले त्यो ब्याट्रीवाला ब्रस किन्छन् हैन, ब्याट्रीवाला ब्रस युज गर्छन्। सो त्योभन्दा अगाडि त यहाँ आएर केही दिनहरू त युज गर्नुपर्छ नि। सो आई प्रिफर, मैले के रिकमेन्ड गर्छु अनि मैले प्रिफर चाहिँ यो ब्रस गर्छु अनि रिकमेन्ड चाहिँ पनि यही भन्छु कि यस्तो ब्रसहरू 3-4 वटा लिएर आउने। त्यसपछि तपाईँको आफ्नो सोच हो। अनि घडी लिएर आउने, घडी त मैले ल्याएको छु पनि। अनि घडी लिएर आउने आफूले पनि। सो यो घडी लिएर आउनु बिकज टाइम इज मोस्ट इम्पोर्टेन्ट। यता अब हातमा घडी भयो भने घरिघरि हेर्न सकिन्छ कति टाइम भइरहेछ, के प्लान हो, त्यसको अनुसार प्लान गर्न सकिन्छ। नुहाउनको लागि साबुन लिएर आउने, नुहाइसकेपछि गर्मी भयो माने के भयो भने पाउडर लिएर आउने हैन। शाहरुख खानले प्रचार गरिरहेको त्यही हो, आइस ठन्डा ठन्डा कुल पाउडर पनि लिएर आउने। समरको लागि यस्तो टी सर्टहरू पनि लिएर आउने हैन। साबुन भयो, साबुन सोप जे भन्ने हो त्यो, स्याम्पू लिएर आउने। अनि स्याम्पू लिएर आएपछि आफूले के कन्डिसनर युज गर्छन् त्यो सबै कुराहरू लिएर आउने, आफूले सके जति लिएर आउने हैन। अनि मोस्ट इम्पोर्टेन्ट कुरा, अब यता आएर के हुन्छ कि घरको खानाहरू मिस गर्छौँ हैन। सो के गर्ने कि त्यो रेडिमेडको खानाहरू हुन्छ नि, जसरी पापडहरू भयो हैन, के रेडिमेड प्याक गरेको कुराहरू त्यो राम्ररी प्याक गरेर अनि एकदमै लिएर आउने यता। किनकि कहिले के हुन्छ, यता खाने त जहिले मासु नै हो, तर त्यो मासुको हाम्रो घर जस्तो टेस्टहरू हुन्न हैन। नेपालमा पाइने मासु यता पाइने मासु एकदमै फरक हुन्छ। यता प्याक गरेको हुन्छ, नेपालमा फ्रेस हुन्छ हैन। सो फरक हुन्छ अनि घरको खानाहरू मिस हुन्छ। सो त्यो प्याक गरेर के कुराहरू अनि लिएर आउने। अनि यता आएर त्यो घरिघरि खाँदै बस्यो भने टेस्ट पनि आउँदै बस्छ अनि घरको पनि त्यस्तो रुने गरी नै याद त आउन हैन। सो खानाहरू मिस हुन्न त्यति पनि। सो त्यो कुराहरू लिएर आउने। अचारहरू लिएर आउने, अचारलाई राम्ररी प्याक गर्ने, लिक हुनु भएन हैन। त्यसको ओइलहरू बेसिकली प्राय लिक भइरहेको हुन्छ, तर त्यसले राम्ररी प्याक गर्ने, पोलिथिनले राम्ररी बाँधेर अनि एकदमै लिएर आउने। घिउ लिएर आउँछन् कतिजनाले, लिएर आउने केही हुन्न, तर राम्ररी स्मल क्वान्टिटीमा लिएर आउने, राम्ररी लिएर आउने हैन, प्याक गरेर एकदमै हालेर लिएर आउने। अनि यति कुराहरू हो हैन, यति कुराहरू गर्ने। यति कुराहरू अब म के भन्छु कि जसले यो भिडियो हेरिरहेछ आई गेस तिनीहरूले भिजा लागेको होला अनि तिनीहरूले के लिएर जाने त्यही सोचमा भएर यो भिडियो हेरेर होला। सो भिजा लागेको खुसीमा अल द बेस्ट हैन, एकदमै खुसी, म पनि खुसी छु, तपाईँको फ्यामिली तपाईँ पनि धेरै खुसी हुनुहुन्छ मलाई थाहा छ। सो यो एक्साइटमेन्ट हुनु पर्यो हैन। अनि खोज्नु पर्यो कि के लिएर आउनुपर्छ। मेरो भिडियो हैन, अरूको भिडियोहरू पनि हेर्नु पर्यो, के भइरहेछ, कस्तो कुराहरू लाउनुपर्छ। भिडियो राम्रो लाग्यो भने मेरो भिडियोलाई लाइक गर्नुहोस्, च्यानललाई सब्सक्राइब गर्नुहोस् हैन। अनि आफ्नो साथीहरूलाई पनि यो भिडियो सेयर गर्नुहोस्, सो द्याट दे क्यान अल्सो गेट द इन्फर्मेसन वाट टु ब्रिङ वाइल यु आर ट्राभलिङ टु युनाइटेड स्टेट होइन, द डिफ्रेन्ट इन्टरनेसनल ट्राभल गर्दैछु भने के लगाउन सकिन्छ, के लगाउन सकिन्न भनेर। सो थ्याङ्क यू फर वाचिङ माई भिडियो, धन्यवाद, बाई।